हेलो सुबन्ने सबैजनालाई एन्ड वेलकम टु माई च्यानल पूजा भ्लग्स है। सो धेरैभन्दा धेरै माया दिनुहोस् होला है गाइज। सो फर्स्टमा त भिडियो एडिट गर्नु पनि त्यस्तो हुँदैन है, सो तर पनि हेरिदिनुहोस् होला मेरो भ्लग। अन्त अहिले चाहिँ म घरमै छु, हिजो आएको थर्सडे। सो अहिले चाहिँ फ्राइडे हो, अन्त 3 दिन छुट्टीतिर आएको घर। सो लक्ष्मी चाहिँ नाना चाहिँ माथि गएको छ उसकोमा, रुपा नानाकोमा, माइली नानाकोमा, किनभने चाहिँ डिरेक्टेसनको उसको त्यो थियो नि बुक गरेर ल्याउनु थियो। सो नानाकोमा गएको छ, अन्त म चाहिँ घर आएँ। अन्त म चाहिँ अब सन्डे फर्किन्छु। सो आज दिनभरिमा के गर्छु त्यो सबै देखाउने छु है गाइस। अन्त तर लाइट आयो भने चाहिँ सो अहिले मेरो फोनमा चार्ज पनि छैन, 13 मात्रै छ। सो लाइट आयो भने चाहिँ म आज दिनभरिमा के गर्छु सबै देखाउँछु। हिजो पानी परेको कारणले गर्दाखेरि चाहिँ लाइट काटेको छ नि त, सो अहिले भरे जोड्छ होला। अहिले मर्निङ नै छ, सो त्यही भएर म आज तपाईँलाई भए पनि देखाउने छु। आज म के गर्छु त्यो सबै ब्लग हाल्नेछु। सो माया गरेर सो गाइस आजको वेदर जस्तो धुम्मा थियो, जाडो दिन थियो है। सो बस तपाईँलाई देखाउने त्यस्तो दिन धुम्मा न धुम्मा भइरहेको थियो। सो गाइस म उता चाहिँ मम्मीले अघि नै पूजा पनि गरिसक्नु भएको थियो। सो यो चाहिँ भ्लग चाहिँ फ्राइडेको हो। मैले पोस्ट चाहिँ स्याटरडे गर्दैछु किनकि मेरो नेट चल्दैन नि त, मेरो यो नि त एयरटेल हो कि। सो घरमा नेट चल्दैन, मुस्किल पर्छ एडिट गर्नु है। सो मैले आज भ्लग एडिट गरेर लाउँदैछु। सो मम्मीले मिलाइ चिया बनिदिनुहुन्छ। सो कति दिन बादमा मम्मीको हातको चिया खाएँ है। सो यो पापालाई देखाउँदैछु म चाहिँ। अनि म चाहिँ यहाँ मम्मीको गर्दै मम्मीले बनाएको चिया खाँदै मिठो। मम्मीले बनाएको अब चिया नै फाल्टै हुन्छ है घरको। सो भाइ आएछ पल्ल घरको। सो बधाई नै हो मेरो। ऊ आएर चाहिँ मैले धन्य लिँदैछु। अन्त कसले दिनुभएको भने मम्मीले भन्दै थियो, उसले नाम के भनेको अनमोल भन्थ्यो नि त। अन्त मेरो बधाई पनि यसो बदमासी है, नाम भन्नु नि भनेको आहान भन्दै। सो मैले चाहिँ भाउजूलाई कस्तो पनि धन्य लिँदैछ भन्दै थियो। रहेछ भन्नुहुन्थ्यो भाउजूले। सो नानीहरू खेलिरहेको थियो, अन्त मैले दुईजनाको हात देखाउनु लगाएँ। अन्त भाइको अनमोलको चाहिँ मैले रहेछ, अन्त मैले धुनुपर्छ है, त्यसरी हुँदैन नानीहरू बेसी त भन्दै हुन्छ नि भन्दै थिएँ। सो हाँस्थ्यो भनेको मान्छेले हाँस्थ्दै थियो। सो म चाहिँ यहाँनिर चाहिँ घर पढाउनु थालेँ। बिहानको ड्युटी यस्तै हो है, घरमा रुममा जहाँ भए पनि बिहानको ड्युटी घर पढाउनै पर्छ है। सो गाइस बेलुका बढाएर नि जति नै बेलुका बढाएर सुत्दा पनि बिहान उठ्दा त्यत्तिकै नै मैला हुन्छ है। सो म यहाँ चाहिँ छिटो बढाल्दै थिएँ। अन्त बढाउनु सकेर म सेरी पनि बढाउनु थिएँ नि त। सो सबै बढाउनु सकेँ। बढाल्दै म सेनी पनि बढाउनु थालेँ। अन्त मेरो क्यामेराम्यान चाहिँ फुच्ची अनमोल थियो। सो है अन्त बाहिर पनि बढाउनुपर्छ, के गर्नु है, घरभित्र मात्रै सफा राख्नु हुँदैन, सराउन्डिङ पनि सफा राख्नु पऱ्यो भन्दै म चाहिँ यहाँनिर भाइलाई पल्ल घरको भाइलाई बधाईले उयो गर्नु फोन पक्रिनु रहेको चाहिँ क्यामेराम्यान चाहिँ मेरो फुच्ची है। सो उसले क्यामेरा पक्रिन्थ्यो। अन्त म चाहिँ यहाँनिर बढाल्दै थिएँ। यो चाहिँ के को मैला हो भन्दाखेरि चाहिँ यो काप्रा छ कि। सो काप्रा छेउमा त्यसको पत्ता झरेको। सो त्यो बढाइसकेर आएर चाहिँ म चाहिँ खानाको लागि रेडी गरेँ। यहाँ चाहिँ सिमरायो राखेर हुन्छु म चाहिँ। सो सब्जी चाहिँ मिठो लाग्छ मलाई चाहिँ, सादा प्लेन बनाएर खानु है यो सिमरायो। सो म यहाँ तपाईँलाई पनि देखाउँछु सिमरायो कस्तो दामी खायो नि तपाईँले। यो सिमरायो चाहिँ निकै कुराको दबाई पनि हो। सो मान्छेले खान्छ मजाले है, प्रायःले चाहिँ सुप हालेर खान्छ। यही मनपर्छ, भुटेको मनपर्छ। सो म यहाँनिर सब्जीहरू पनि गर्नु थालेँ। मेरो क्यामेरा राख्ने जग्गा पनि होइन। सो अलिअलि मात्रै मैले क्याप्चर गरेँ खानाहरू पकाउँदा सब्जी बसाएँ। सो फर्स्टमा प्याजहरू रमभेडाहरू काटेँ। त्यहाँदेखि चाहिँ मैले बसाएर चाहिँ धोएको सिमरायो चाहिँ है कराईमा सबै मसलाहरू लगाएर चाहिँ चलाएँ। सो आफ्टर द्याट क्यामेरा के गर्नु भयो। सो कोही थिएन। सो गाइस क्यामेरा पक्रिनु मन चाहिँ राम्रो चाहिँ मैले त्यहाँनिर हल्दिएर राखेँ। त्यहाँदेखि चाहिँ म यहाँनिर गर्नु थालेँ। अन्त मेरो सिमरायोको चाहिँ फाइनल लुक चाहिँ यस्तो भएको थियो है गाइस, हेर्नुहोस्। अन्त फाइनल फर्स्टमा हालिसकेँ थिएँ। म चाहिँ यहाँ टिभी हेर्दै नै खाना सब्जी बनाउँदै थिएँ। सो अन्त म चाहिँ मम्मीको लागि चाहिँ आज मम्मीको व्रत थियो नि त। सो मैले मम्मीको लागि रोटी बनाइदिएको थिएँ। अनि डो पनि रेडी गरिसकेँ मैले है। सो अब चाहिँ रोटी बनाइदिन्थेँ, मम्मीको लागि खाना सब्जी बनाइसकेको थिएँ। अन्त मैले यहाँनिर उयो गरेको चाहिँ बेलेको र पोलेको चाहिँ गरिनँ, किनभने हातले मात्रै भएर क्याप्चर गर्नु पाइनँ। सो यहाँ बनाइसकेर रेडी भयो। त्यहाँ बुबु आउनु भएको थियो है हाम्रोमा। सो कजिन बुबु हुनुहुन्छ, गाउँकै हुनुहुन्छ। सो बुबुले चाहिँ आर्टहरू दामी गर्नुहुन्छ है। सो यहाँनिर यो चाहिँ हाम्रो घरको गार्डहरू हो है। सो 4
पाँचवटा थियो, कता गयो 2टा जस्तो ल, 3टा मात्रै रहेछ। सो यहाँ म पापाले चाहिँ अम्बक ल्याइदिनु भएको थियो, कस्तो मिठो थियो, तर अफ सिजन भए पनि अम्बक चाहिँ मिठो थियो। सो म नुहाइदिए गर्छु र बिचको क्याप्चर गर्नु पाइनँ किनकि मेरो फोनमा चार्ज थिएन, लाइट पनि आएको थिएन हो गाइस। सो मैले आधी मात्रै क्याप्चर गरेँ, अन्त नुहाएँ, आधी घरको यताउता साफसफाइ गरेँ, बाहिरतिर फुलहरू उयो गरेँ। अन्त मैले चाहिँ नुहाउनु गएँ, फुलहरू गरेको पनि क्याप्चर गरौँ भनेको, फेरि मेरोमा चार्ज चाहिँ थिएन। सो मम्मीको पनि चार्ज थिएन, अन्त गर्नु पाइनँ। गाइस आज चाहिँ म इस्कुस तास्दैछु मोमोको लागि, एउटा तासिसकेँ। सो अब आज होली पनि हो, अन्त के भन्छ मासु पनि खाँदैन आज पुग्ने हो। सो भेजकै त्यसो एकदम देखाइदिनु छु, अब यहाँ छ भर्खर एउटा यस्तो चाहिँ हात चाहिँ चोट लागेर। अन्त म चाहिँ यहाँनिर प्याज काटेर चाहिँ यहाँ उयसमा घुमाउँदै थिएँ नि त मेसिनमा। सो यस्तोमा काट्नु चाहिँ सजिलो हुन्छ क्या साँच्चैमै, अनि तपाईँहरू पनि किन्नुहोस्, सजिलो हुन्छ, छिट्टो पनि हुन्छ है। सो म यहाँ प्याजहरू गर्दै थिएँ छिटो गरेर। अन्त मम्मी नआउनु हुँदै थियो, अन्त भाउजू चाहिँ भदै चाहिँ खोला जान्छु भनेर चाहिँ लगेर गएको थियो एकछिन। सो अन्त म मात्रै त्यो घरमा भाउजू जान्छसम्म म यहाँनिर प्याजहरू सबै किमाहरू रेडी गरेर राख्नु पऱ्यो भने म चाहिँ रेडी गर्न थालेँ एक्लै है। यहाँनिर आँखा पोलेर त्यो प्याजले सो छिटो गरेर चपहरू गर्न थालेँ। अन्त अझै मैले किमा पनि गरिसकेँ, सबैको रेडी भयो, अन्त बनाउनु मात्रै थियो। सो भाउजू पनि खोलाबाट नुहाइदिए गरेर है, मैले सबै रेडी परिसकेको थिएँ, भाउजू बेलिदिनु थियो, म बनाउँदै थिएँ। अन्त मम्मी चाहिँ गफ गर्नु थियो हामीसँग। मैले बनाएको बेसी गरिनँ, मेरो फोन चार्जमा थियो र। सो मैले यहाँनिर चाहिँ बनाइसक्यो हामीले। सो यहाँनिर हामीले अलरेडी हालिसकेको थियो, यो पनि पाकिसकेको थियो, खनाउनु मिनट भइरहेको थियो। सो यहाँ हामीले टिभी हेर्दै नै है मोमो बनाउँदै थियो। सो मम्मी म भाउजू पापा ढल्किरहनु भएको थियो, भदै र नवीन बाउ चाहिँ भदै सुतिरहेको थियो, नवीन बाउ चाहिँ साथी बसिरहेको थियो। सो म यहाँ छिटो अच्छा पिछे लाइट जान्छ र छिटो लाइट काटिहाल्छ नि त, सो द्याट म छिटो गर्न थालेँ। अन्त मैले सबै कुरो रेडी भयो, अन्त मोमोहरू पनि टेबलमा राखेर चाहिँ अब खानु लागि चाहिँ हामी रेडी भयौँ। सो मम्मी म भाउजू चाहिँ मुकबाङ चाहिँ मोमो विथ सुप एन्ड कोकसँग है, हामी 3जना हाँस्दै खाँदै थियौँ। सो तपाईँहरू इन्जोय गरिदिनुहोस् होला हाम्रो सानो मिनी मुकबाङ। यो गाइस हामीले चाहिँ खाइ पनि सक्यो। अब के भन्छ हामी रातो पनि अचार गइरहेछ, सुप पनि छ। साथ चाहिँ स्टिल खान्छ कि नपर्छ साथीहरूलाई मम्मी कालोसँगको खान्छ। यहाँ सुप हामीले खाइसक्यो, अझै पाउनु यहाँसम्म हाम्रो क्यारेक्टर चाहिँ ढिलो खाना खानुभयो, किन अघि हामीले मोमो बनाउँदा अन्त पापा सुतिसक्नु भएको थियो, फेरि उठेर खाना खानुभयो गाइस। सो भाउजूले भाडा दिनुहुन्छ। सो गाइस अहिले सबै डिनरहरू पनि सक्यो। अन्त हजुर स्पेसल डिनर चाहिँ के थियो भन्दाखेरि चाहिँ मोमो पार्टी थियो इस्कुसकै गाइस। तर अहिले चाहिँ पुर्णे पनि हो नि त, सो होली पनि हो, पुर्णे पनि हो, मासु खानु हुँदैन। सो इस्कुसकै मोमो खायौँ, तर पनि मिठो भएको थियो है। सो अन्त अहिले चाहिँ सबै ब्रसहरू गर्न आइसकेँ, किचनहरू अघि सफा गरेँ, बडाले पनि किचनहरू बडाले सफा गरेँ, अन्त ग्यासहरू सफा गरेँ है। अनि चाहिँ अन्त भाउजू र मेरो चाहिँ अघि मैले आधी भाडा धोएँ नि त, अन्त भाउजूले आधी भाडा धुनुहुँदैछ। मैले यहाँ सबै पुसिसक्यो, अन्त भुइँ पनि भाडा दिइसकेको थिएँ। सो यहाँ भाउजूले भाडा धोइसक्नु आँट्यो, मैले ग्यासहरू पनि सफा गरिसकेँ है। अब चाहिँ सुत्नु जान्छु, म मेरो पापा जल्दी सुत्नु भयो। जो चाहिँ भिडियो एड गरेर लाउँछु है गाइस। सो प्लिज मेरो भ्लग हेरिदिनुहोस्, धेरैभन्दा धेरै माया दिनुहोस् है। थ्याङ्क यू फर वाचिङ गाइस, सी यू नेक्स्ट भ्लग, बाई बाई।